हुन्छ अनि आज यसरी चाहिँ तपाईहरु आउनु भएको छ के लाग्छ तपाईलाई यो प्रहरी निकायबाट पनि यो सही सत्य छानबिन भइरहेको छैन वा प्रहरी संगठन भित्रैबाट यसलाई दबाउन खोजिएको हो के लाग्छ तपाईलाई म आउँछु भनेर ड्याडीलाई फोन गर्छु भनेर अहिलेसम्म फोन गरेको छैन भनेर भन्नुभयो कि छानबिन होस् सही तरिकाले त यताउति होस् र हत्यारालाई चाहिँ पोस्टमार्टम रिपोर्ट बिग्रेको भन्ने हिसाबले विरोध गर्दै उहाँहरु अहिले यहाँ इलाका प्रहरी कार्यालय अगाडि खास गरेर त्यो केटाको रुममा भएको हो हजुर आदरणीय श्रोता दर्शकबिन नमस्कार जय नेपाल तपाईहरुलाई हार्दिक परासलिक सलन मिडियामा तपाईहरुलाई हार्दिक स्वागत छ र दर्शकबिन यतिखेर हामी सिरा जिल्ला लाहान नगरपालिका वडा नम्बर 1 अवस्थित इलाका प्रहरी कार्यालय लाहानको अगाडि छौं तपाईहरु देख्न सक्नुहुन्छ यो इलाका प्रहरी लाहानका अगाडि सिराको लाहान नगरपालिका वडा नम्बर 8 मा प्रेमीकै रुममा झुन्डेको अवस्थामा फेला परेकी निर्मया सिंहको जुन तपाईको अहिले यो जुन दिन उहाँको शंकास्पद मृत्यु भएको थियो र त्यसै बीचमा यो पोस्टमार्टम रिपोर्ट आउँदाखेरि उहाँ झुन्डिनु भएको स्वयं नै झुन्डिनु भएको भन्ने कुरा को जानकारी उहाँहरूले पाउन साथ अहिले यस हिसाबले यो आफूलाई न्यायको माग गर्दै यहाँका आफन्तजन तपाईहरु देख्न सक्नुहुन्छ यहाँ अहिले इलाका प्रहरी कार्यालय अगाडिको यो दृश्य तपाईहरु देख्न सक्नुहुन्छ न्यायको माग राख्दै उहाँहरु अहिले इलाका प्रशासन कार्यालय इलाका प्रहरी कार्यालय लाहानको अगाडि यसरी विभिन्न मागका साथ धरना लिएर बस्नु भएको छ र दर्शकबिन तपाईहरुलाई जानकारी गराउँ उहाँ नेपाल प्रहरीकै प्रहरी सहायक निरीक्षक पदमा कार्यरत हुनुहुन्छ र उहाँकै छोरी शंकास्पद ढंगले उहाँकै प्रेमीको घरमा झुन्डेको अवस्थामा फेला पर्नु भएको थियो र त्यसै क्रममा यो जुन पोस्टमार्टमको रिपोर्ट रहेको छ जो पोस्टमार्टमको रिपोर्ट जुन सार्वजनिक गर्दाखेरि उहाँहरूले यसमा चाहिँ हिनामिना भएको पोस्टमार्टम रिपोर्ट बिग्रेको भन्ने हिसाबले विरोध गर्दै उहाँहरू अहिले यहाँ इलाका प्रहरी कार्यालय अगाडि सही सत्य छानबिनको माग राखी यतिको भेला अहिले यहाँ तपाईहरु देख्न सक्नुहुन्छ उहाँहरूको प्रयोग गरेर यहाँ आउन यहाँ पत्रकार सम्मेलन हुँदैछ नमस्ते मेरो नाम मन्जु कुमारी सिंह मेरो छोरी यहाँ लाहान नगरपालिका वार्ड नम्बर 8 मा कोठा भाडा लिएर बसेको थियो मेरो छोरीको घटना 5 महिना 28 गतेको हो त्यो घटना भएको के रे घटना त्यो खास गरेर त्यो केटाको रुममा भएको हो हजुर त्यो केटाको रुममा भएको हो हामी आफ्नो छोरीमा फोन गर्दाखेरि फोन लागेन त्यतिखेर घटना भएको दिन किनभने म छोरीलाई घर बोलाएको थियो छोरी आज पर्वको दिन हो घर आउनु भनेर भन्नुभएको थिए अनि हुन्छ मम्मी मलाई भाडाको पैसा दिनु अनि मैले पैसा दिए त्यतिखेर म यता के भन्छ राजदेवी मन्दिर म कान्छी छोरीलाई लिएर गएको थियो म मेरो श्रीमान म छोरी 3 जना गएको थियो अनि त्यताबाट फर्केर आए के अनि आएपछि छोरी आज त पर्वको दिन हो आज घर जानुपर्छ भनेर अनि छोरीले हुन्छ मम्मी अनि तपाईहरु 3 जना हुनुहुन्छ तपाईहरु बाइकमा जानु भनेर भन्यो के अनि म र मेरो छोरी श्रीमान सबैजना त्यहाँ भातसात खाए सबै कुराकानी गरे सबै थोक गरे अनि मम्मी भाडाको पैसा छैन मलाई भाडाको पैसा दिनु भनेर भन्यो मेरो छोरीले अनि म भाडाको पैसा दिए छोरीलाई सबै सरचल्ला गरे अनि त्यसपछि हामीहरु सबै थोक गरेर गए म ड्याडीलाई छपरारी पठाइदिनु भनेर छोरीले भन्नुभएको थियो अनि म र श्रीमान त्यता घर पुगेर त्यो के रे माछमा रोटी खाने दिन थियो मेरो श्रीमानले रोटी पकाउनु भनेर भन्यो म रोटी पकाउँदै थिए अनि त्यतिखेर मलाई घुसुकै याद आयो छोरीको के अनि छोरीले भनेको थियो फोन गर्छु भनेर अनि खोइ अहिलेसम्म फोन गरेको छैन भनेर म श्रीमानले भने के अनि छोरीले गर्नु त मम्मी दिदीले भनेको थियो कि म आउँछु भनेर ड्याडीलाई फोन गर्छु भनेर अहिलेसम्म फोन गरेको छैन भनेर भन्नुभयो के अनि म छोरीमा फोन लाउँदाखेरि नि अनि मेरो छोरीमा फोनै लागेन त्यसपछि नि म मेरो ठुलो मम्मी र उसको छोरी त्यही उस फ्लाइटमा बसेको थियो अनि
ठुलो मम्मीलाई फोन गर्दाखेरि ठुलो मम्मी मेरो छोरीलाई फोन दिएन भनेको थियो, तपाईँको अगाडिमा पनि भनेको थियो जान्छु भनेर, अनि खोइ अहिलेसम्म फोन गरेको छैन। एकचोटि मेरो छोरीलाई फोन दिएन भनेर भन्दाखेरि नि मेरो ठुलो आमा त्यहाँ पुगे कि निर्माया तिम्रो मम्मीले फोन गरेको छ भनेर, अनि छोरी त त्यतिखेर मारिसकेको थियो छोरीलाई। अनि छोरी मेरो ठुलो मम्मीले भन्छ कि तिम्रो छोरीले फोनै लिँदैन सुतिसकेको छ, मेरो ठुलो मम्मीले भन्यो। अनि त्यसपछि मैले फोन राखेँ, फेरि एकछिनमा गर्छु ठुलो मम्मी बाहिरबाट लग्थेन, झ्याल पनि खुल्लै थिए म आउँदाखेरि। अनि त्यसपछि नि मेरो ठुलो मम्मीलाई मैले भने कि ठुलो मम्मी फेरि गएर यसो ढोका ढकढकाउनु न, ढोका ढकढकाएपछि कानमा जान्छ आवाज कि भनेर मैले भने। अनि फेरि मेरो ठुलो मम्मी गयो कि त्यहाँ गएपछि नि मेरो ठुलो मम्मीले फेरि मलाई भन्छ कि ए तिम्रो छोरी त मस्लिन्द्रामा सुतेको छ, फोनै रिसिभ गर्दैन। अनि मैले सोधेँ त तै पनि ढकढकाएन, अनि फेरि गएर ढकढकाएँ। अनि भन्छ लिँदैन तिम्रो छोरी सुतिसकेको छ, मेरो ठुलो मम्मीले भन्छ। अनि फेरि म कान्छी छोरीलाई छोरी त अब त दिदी फोनै उठाउँदैन, अनि तिम्रो नानीले भन्छ फोन के अरे निर्माया सुतिसकेको छ भने अब के गर्नु। अनि छोरीले भन्छ कतिखेर टावरको डिस्टर्ब हुन्छ फोन लाग्दैन, अनि फेरि लाउनु लाग्छ होला भनेर। अनि फेरि मेरो छोरी लाएर दिए, अनि त्यो केटाले फोन उठायो कि। अनि त्यसपछि के भन्छ त्यो दिपेशको हातमा मोबाइल थियो, म आफ्नो छोरीको नम्बरमा फोन गरेँ। अनि त्यो केटाले उठायो कि दिपेश सिंहले उठायो। अनि दिपेश सिंहले मलाई के भन्छ निर्मायाको त एक्सिडेन्ट भयो, अनि हामीहरू त त्यो ग्यास बन्द गरेर रोटी पनि त्यतिकै छोरे। अनि श्रीमानलाई भन्छु छोरीको त एक्सिडेन्ट भयो, घर आउँदाखेरि केही भएको होला, गाडी घोडाको बाटो हो भनेर। अनि छोरीलाई एक्सिडेन्ट भयो भनेर हामी दुईजना कुदेर आएपछि नि अब कहाँ जाऊ के गरौँ भनेर अनि एकचोटि हिँड्नु त्यही रुममै हिँड्नु। अनि ठुलो मम्मी छ उसलाई पनि थाहा होला त्यो घटना भएको हो भनेर, थाहा होला कसैलाई थाहा होला। अनि हिँड्नु म आएँ रुममा, अनि झ्यालनेरि म यसरी उभिएँ। अनि त्यो केटा नि भन्छ नि उहाँहरू पुलिस प्रशासनले कि के अरे तपाईँको के अरे पुग्दा के अवस्था थियो त्यहाँ मेरो ढोका झ्याल पनि खुल्लै थियो। अनि ढोका चाहिँ यसरी केटाले चिरोट खाएको थियो, यसरी ढोका नेरी उभिएर हामीहरूलाई हेराइदियो, आफै ढोका ढकेलेर यहाँ छ तपाईँको छोरी भनेर हेराइदियो के। अनि त्यतिखेर पुलिस प्रशासन कोही पनि गएको थिएन। अनि झ्याल यसरी खुल्लै थियो, झ्यालबाट झ्याल यसरी गरे नि। अनि मेरो छोरी यसरी झ्याल गरे नि, यसरी समायो कि हातमा। म श्रीमानले भन्छु होइन एक्सिडेन्ट भएको होइन, मेरो छोरीलाई जुन्ड्याएर मारेको हो भनेर। तपाईँहरू त्यहाँ पुग्दाखेरि केटा त्यहाँ थियो कि थिएन? अनि उसले फोन उठाएर भन्यो तपाईँको छोरी एक्सिडेन्ट भएको हो भनेर। अनि मैले त्यसलाई पनि भने कस्तो अवस्थामा छ मेरो छोरी भनेर, खुट्टा भाँचिएको छ कि बेहोसी अवस्थामा छ के छ कस्तो छ भनेर। मेरो छोरीलाई हस्पिटल लग्नु हामीहरू आउँदैछु भनेर। अनि आउँदाखेरि त यस्तो झुन्डी आएको थियो मेरो छोरी, यहाँ ओठ पनि फुटेको थियो, आफै हत्या गरेको भए यहाँ ओठ पनि फुटेको थियो तलको ओठ। अनि फाँसो यसरी थियो नि, यो सलको फाँसो लागेको थियो, यसरी फाँसो छ यसरी। अनि दाम चाहिँ यहाँ बसेको छ, तल दाम बसेको छ। के हो यो सत्य हो कि के हो? उहाँहरूलाई नै मलाई सत्य तथ्य केटाले बोलाउँदाखेरि तपाईँलाई आज 15 दिन भयो। 15 दिन भयो। अनि तपाईँहरू जुन आज इलाका प्रहरी कार्यालय अगाडि आउनुपर्ने कारण के हो? कारण त्यही हो, उहाँहरूले पुलिस प्रशासनबाट केही पनि पाएन। अनि घटनाको मतलब तपाईँहरूको बाइनरमा यो प्ले कार्डमा हेरिरहेको छ हतियारलाई फाँसी दे, घटनाको उचित छानबिन गर, के घटनाको उचित छानबिन भइरहेको छैन त्यस्तो लागिरहेको छ तपाईँहरूलाई? छानबिन गरेको छैन कि त्यही भएर हामीहरूले त्यही माग पुरा होस् भनेर हामीहरू यहाँ उभिएको छु। अनि प्रशासनमा तपाईँकै श्रीमान जस्तो यसरी तपाईँहरू चाहिँ आज इलाका प्रहरी कार्यालय अगाडि उभिरहनु भएको छ, प्रेस मिट होइन पत्रकार सम्मेलन मार्फत तपाईँहरूले आफ्नो आवाज चाहिँ राज्य समक्ष राखिरहनु भएको छ। र हामीले यहाँ के पनि देखिरहेका छौँ भन्दाखेरि तपाईँहरूले बोक्नु भएको प्ले कार्डमा अधिकांश प्ले कार्डमा लेखिएको छ घटनाको उचित छानबिन होस् होइन, रिपोर्ट सही सत्य रिपोर्ट आओस्, दोषीमाथि कारवाही होस् भन्ने यो छ नि। तपाईँहरूको आपत्ति कहाँ हो? किनभने यो घटना घटिसके पछाडि त घटनाको त एउटा छानबिन प्रक्रिया हुन्छ, एउटा प्रक्रियामा यो बढेको होला, यसमा तपाईँहरूलाई आपत्ति कहाँ भयो त?
रिपोर्ट हामीहरू त उहाँहरूले प्रशासनहरूले पनि भन्यो रिपोर्ट आउन दिनु के आउँछ तर रिपोर्टमा ह्याङ्गिङ भनेर सिधै ह्याङ्गिङ भनेर लेखिएको छ कि अरू सत्य तथ्य केही पनि पत्ता लाएर रिपोर्ट बनाएको छैन ह्याङ्गिङ भनेर मात्रै लेखेको हो भनेपछि तपाईँलाई लाग्छ त्यो रिपोर्ट जुन आएको छ त्यो रिपोर्ट सही होइन सही रिपोर्ट दिएको छैन तपाईँ हामीलाई एउटा कुरा भनिदिनुहोस् तपाईँ रिपोर्ट आउनु पर्यो त्यो सही रिपोर्ट गलत हुनुको पछाडि के कारण लाग्छ तपाईँलाई किन यो घुस खाएको हो कि होला मलाई एउटा कुराको जवाब दिनुहोस् तपाईँलाई जतिखेर दिपेश सिंहले तपाईँहरूलाई चाहिँ उसको दुर्घटना भयो भनेर बोलाएको तपाईँहरूलाई अनि त्यतिखेर ऊ दुर्घटना भयो भनेर बोलाउँदाखेरि ऊ झुन्डेको अवस्थामा फेला परेको तपाईँहरूले देख्नुभएको हो तपाईँहरू त्यहाँ पुगिसके पश्चात तपाईँहरूले देख्नुभयो कि पहिलेदेखि ऊ त्यो कोठामा भित्रै थियो कि बाहिर थियो मेरो ठुलो मम्मीलाई सोध्दा नि त्यो केटा कहाँ थियो भनेर अनि त्यही रुममा थियो हजुर बुवा हुनुहुन्छ उहाँको एकचोटि हजुर अगाडि तपाईँ अगाडि आइदिनुहोस् थियो केटा भित्रै थियो त्यतिखेर पनि सर तपाईँ आफै नेपाल प्रहरीको आफ्नो परिचय राखिदिनुहोस् मेरो नाम माइक उहाँलाई लगाइदिनु मेरो नाम किरण कुमार सिंह हो हजुर म एउटा पुलिसको असै साहब हो तपाईँ आफै असै हुनुहुन्छ प्रहरीको असै आफै हजुर म अहिले यहाँ सबजना हजुर मेरो छोरी हो हजुर अलिक ठुलो स्वरमा बोलिदिनु होला सर हजुर ठिकै छ अब पुलिस प्रशासनमा अब हुन त अब खासै अब तपाईँ आफै एउटा राज्यको सुरक्षा निकायको मान्छे हुनुहुन्छ असै दर्जाको एउटा अफिसर लेभलको पात्र हुनुहुन्छ अनि आज यसरी चाहिँ तपाईँहरू आउनुभएको छ के लाग्छ तपाईँलाई यो प्रहरी निकायबाट पनि यो सही सत्य छानबिन भइरहेको छैन वा प्रहरी सङ्गठनभित्रैबाट यसलाई दबाउन खोजिएको हो के लाग्छ तपाईँलाई यो पनि अब दबाउनै खोज्या हो खास त म पनि एउटा पुलिसको असै साहबै उचित छानबिन भयो जस्तो लाग्दैन छानबिन भए जस्तो लागेन यो तपाईँको 10 दिनदेखि म पनि यहाँ दौडै थिएँ अब आज आउँछ रिपोर्ट भोलि आउँछ रिपोर्ट भन्दै हिजो आएर हेर्छु त रिपोर्टमा त यस्तो आएको छ ह्याङ्गिङ आफै ह्याङ्गिङ गरेको भनेर अब तपाईँहरूको राज्य समक्ष माग के हो त निकायलाई के भन्न चाहनुहुन्छ छानबिन सही तरिकाले छानबिन होस् सही तरिकाले त यताउति होस् र हत्यारालाई चाहिँ अनि एकछिन उहाँको के अरे हस्पिटलमा उहाँको आफ्नो आफन्तहरू छ यहाँ पनि के अरे उहाँको हस् ल धन्यवाद